हाई गाइस, वेलकम छ तपाईहरुलाई मेरो आजको न्यू ब्लगमा। गाइस यहाँ चाहिँ हेर्न सक्नुहुन्छ आजको मौसम चाहिँ एकदम शीतल छ। गाइस आज चाहिँ हामी पछाडी जान आँटेको माने काट्नुको लागि नि बोजु। हजुर गाइस यहाँ चाहिँ हेर्नु हाम्रो ड्र्यागन फ्रुट फल्दै छ। यहाँ चाहिँ अस्ति फुल फुलेको थियो अनि अहिले चाहिँ ओइलिसक्यो अनि यता पनि फल्दै छ। गाइस यहाँ चाहिँ हेर्नु सनफ्लावर, यो सनफ्लावर हेर्नको लागि चाहिँ माथि हेर्नुपर्छ है गाइस। यहाँ पनि सानो फुल्न आँटेको छ अनि यहाँ हेर्नु यहाँ पनि ड्र्यागन फ्रुट फल्दैछ। गाइस बोजू चाहिँ जाँदै हुनुहुन्छ। पानी पो जमेको रहेछ नि। कसरी काट्नु अब? अनि बोजू मार्ने त सानो सानो छ त। अब यत्रै मात्रै त यहाँदेखि ठुलो छैन। यत्रै काट्नु? यस्तै बटुल्नु भनेर त। यहाँदेखि ठुलो नि छैन। यहाँ हेर्नुहोस् गाइस दिदीले चाहिँ यहाँ पछाडि पनि रोप्नु भएको छ फुल। यो चाहिँ हाम्रो मुन्टा। गाइस मैले चाहिँ गमबुट पनि लाएर आएको छु। अब चाहिँ म यस्तो मस्त मस्त हिलोमा मजाले काट्न सक्छु भित्र गएर। बोजू चाहिँ यहाँ बाहिर काट्दै हुनुहुन्छ। बोजूले चाहिँ लगाउनु भएको छैन अनि म चाहिँ अब भित्र गएर काट्नु पर्ने छ। पानी परेर भित्र चाहिँ धेरै हिलो भएको छ कि अनि यस्तो पानी जमिरहेछ है। भएन नि गाइस हामीले चाहिँ माने पनि काटिसक्यौँ। अब ल्याउँदैछु म यता। यो चाहिँ यहीँको इस्कुस हो, हिजो भर्खर हामीले टिपेको। यो पनि हामी चारो बनाउँछौँ। गाइस यहाँ चाहिँ हेर्नु हामीले चाहिँ जङ्गलमै निगुरो पनि अलिकति टिपेको थियौँ, ल्याएको छौँ हामीले। अनि यहाँ चाहिँ मुन्टा पनि छ। गाइस यहाँ चाहिँ हेर्नुहोस् बाजेले चाहिँ यहाँनिर हेर्नुहोस् कपडाको के बनाउनु भएको छ, गमला बनाउनु भएको छ। यहाँ सानो सानो सिलाएर आफै गमला बनाउनु भएको छ। अनि यो बोरा पनि सानो सानो टुक्रा पारेर अनि आफै सिलाउनु भएको थियो। अनि हिजो भर्खर हामीले यहाँ माटो हालेको। यो सबै चाहिँ हामी यसमा चाहिँ हामी खुर्सानी के रोप्ने आँटेको बोजू? के रोप्न आँट्नु भएको यहाँनिर? बाजेले के रोप्न आँट्नु भएको? यता चाहिँ हाम्रो खुर्सानी फल्दैछ। अस्ति नै हामीले रोपेको थियौँ। कति धेरै चिचिला लागेको छ। गाइस यहाँ हेर्नुहोस् करेला। यहाँ हेर्नुहोस् गार्डनमै फलेको करेला। हामीले जस्तै चिन्टा पनि टिपिराखेको थियौँ। कस्तो राम्रो फलेको छ। हेर्नुहोस् करेला। यता पनि फलिरहेछ ड्र्यागन फ्रुटको कुनामा। गाइस हामीले चाहिँ चारो सबै ल्याइसक्यौँ। अब चाहिँ हामी केलाएर काट्न आँटेको छौँ नि बोजू। गाइस यहाँ चाहिँ हेर्नुहोस् यहाँ चाहिँ हाम्रो सानो बोटमा केला फलिरहेको छ। कस्तो मजाले मुन्नीसम्म नुङ्गिरहेछ। बोटले पनि मजाले थाम्न सकेको छैन। यहाँ चाहिँ काँक्राको बोट छ यहाँनिर। जुन कि यहाँ काँक्राहरू चिचिला लाग्दैछ। अनि हेर्नुहोस् घाम चाहिँ त्यति छैन, हल्का शीतल भइरहेको छ। गाइस हामीले चाहिँ चारो पनि काटिसक्यौँ। अनि अब बोजू चाहिँ अब यहाँ इस्कुस अलिकति छ अनि त्यो इस्कुस काट्नुहुन्छ। अनि अब मेरो चाहिँ माथि काम छ अनि म चाहिँ माथि काम गर्न जान आँटेको। यो चाहिँ हाम्रो पडोसीको आँप हो। कति धेरै आँप फलेको छ। अनि यहाँनिर चाहिँ हेर्नुहोस् मौरीले यत्रो गुड लगाइरहेछ। यत्तिकै छ मौरी। गाइस यहाँ चाहिँ हेर्नुहोस् फुल कस्तो राम्रो। हिजो चाहिँ यो कोपिला थियो, आज चाहिँ फुलेको रहेछ। कुन फुल हो मलाई थाहा चाहिँ छैन। 2-3 वर्षमा यो अम्मक फलेको। यो 2टा अम्मक चिचिला लागेको छ। 3टा रहेछ। 3टा सानो सानो चिचिला छ। यत्रो ठुलो बोटमा 2-3 वटा मात्र भर्खर फल्दैछ।
गाइस यहाँ चाहिँ हेर्न सक्नुहुन्छ अहिले चाहिँ पुरै अँध्यारो भइसकेको छ। सो गाइस आजको लागि चाहिँ यति नै, बाइ बाइ।